Day 3 भयो सुत्दै हुनुहुन्छ गुड मर्निङ एभ्रीवन डे 3 को लागि हाम्रो साथीहरु सबजना रेडी हुनुहुन्छ आज चाहिँ हामी दामनबाट कहाँ जान्छौं इन्द्र सरोवर Oh my god How are you feeling Lakshmi Very good यो पटपट दिदीलाई हेर्नुस् पटपट के छैन टीको खाना खाएर हामी सबजना हिँड्नको लागि रेडी छौं लाउने कार्यक्रम भइरहा साथीहरुले खुट्टा नछिरेर त्यहाँ बसेर जुत्ता लाउँदैछन् हेलो हेलो जुत्ता टुला भयो कि खुट्टा टुला भयो कि जुत्ता छाना भयो मेसो भयो टी भरिया दाइ भनेर रेडी छिन् हाउ आर यु फिलिङ सञ्जिता फन्नी एन्टी लाइट परे हो रुमबाट साथीहरु अलिकति निस्किनु भयो अब हामी पनि निस्किदै छौं यहाँ छ हाम्रो सम्पत्तिहरु यो छोपेर झर्ने हो यो छोपेर जंगल डुल्ने हो खाना खाएर सबैजना रेडी हुँदै छौं हिँड्नको लागि आज यतातिर साथीहरु फोटो खिच्नुहुन्छ यहाँ हाम्रो तुलसी मोडेल यहाँ हाम्रो फोटोग्राफर संगीता माया गर्नु नि के गरेर बल छ होइन नै के यसमा त राम्रो छ के यताबाट देखाउने यो तलको पातले च्याप्दिन म तेरा साथ फर्स्ट सेमेस्टरका फ्युचर बोटानिस्टहरुको या फ्युचर लखर जंगल डुले छन् अनि के हो त भात खाना खाऊ यहाँ म त ड्राइभर मामा यता अरु आउँदै हुनुहुन्छ म मेरो ल भन लगा हेर्नु मलाई चाहिँ क्याप गर्मी छ धेरै पाड भए पनि मास्क धुलो भएर हातमा स्लिभ्स कति धेरै हाल्यो यति चाहिँ कलेक्सन गरेर हामी यहाँबाट हिँड्दै छौं है साथीहरुले यहाँ प्रेस गर्दै हुनुहुन्छ हामीले चाहिँ प्रेस गरेर सक्यौं यिनीको नानी आए भन यहाँ चाहिँ हामीले ब्राइफाइट कलेक्ट गर्दै छौं हिँडेको लखर यति साह्रो त म जन्मेदेखि आजसम्म हिँडेथिन होला घर छोडेको कति महिना भयो 3 महिनामा मैले आफ्नो दिदी बहिनी भेटाइरहेको छु उ चाहिँ मेरो ज्योति दिदी उ चाहिँ मेरो दिव्या दिदी ओ दिदी हाउ आर यु फिलिङ आई एम फिलिङ भेरी वेल सिस्टर म चाहिँ कान्छु है म चाहिँ अरु चाहिँ यिनी चाहिँ जति बेला मलाई देख्छन् त्यति बेला दङ्गै पर्छ यिनी चाहिँ जति बेला लतालाई देख्छन् यिनी चाहिँ जग्गा सकमा हुन्छ सक लता दिदी रक दिनेश भाइ सक हाम्रो अर्को सिंगर ग्रुप यिनीहरु चाहिँ सिंगर हुन्छु भन्दै पटकिसन आएका हुन् कुसुमे रुमाल पैसेलो टिप्दै साथीहरुले हामी जाने ठाउँ इन्द्र सरोवर लेक गुराँसको जंगल छ है अहिले चाहिँ गुराँस त्यति देखेको छैन गुराँस सुकिसकेको छ साथीहरु हामीले ऐसेलु टिप्दै छौं खाँदै छौं यता चाहिँ साथीहरु आउँदै छन् ठुलो डोको यहाँ भित्र कुखुरा छ भोलि पर्सि ठुलो भएपछि काटेर खान्छन् ब्युटी मलाई देख्ने बित्तिकै फुकेकै जेबाट गएर अरे बड़ी लई रात टी-शर्ट बना भाई भएन हेर्नुस् त सल्लाहको भिडियोहरु ओहो कति राम्रो उत्कृष्ट यहाँ के यता
हातेमालो गर्दै गर्दै हातमा हात साथमा साथ भनेको यो हो। एकतारा हेल्पिङ ह्यान्डहरू हाम्रो बोटनी डिपार्टमेन्टको साथीहरूसँग सिक्नुपर्छ। हो सरकी साथीहरू कम अन यु क्यान डु इट, यु क्यान स्ट्रगल के हो भनेर हामीलाई सोध्नुहोस्। हामीले दुःखको कहानी सुनाउन छ पछि। सबैभन्दा ठुलो मानव निर्मित ताल इन्द्र सरोवर ताल। नेपाललाई स्वर्गको एक टुक्रा। नेपाल त पुरै स्वर्ग नै हो, स्वर्ग। मान्छेले बनाएको ताल त यति सुन्दर हुन्छ भन्नुहोस्, प्रकृतिले दिएको कतिसम्म सुन्दर होला। यो बाटो हराएको सूचना हामी सब अल्ल मल्ल छौँ। बाटो हराएर थाहा छैन हामीलाई बाटो कहाँ पुग्यो। यतैबाट गएको जस्तो लाग्यो उनीहरू त हामी यो डिरेक्सनमा। उता किन छ त्यहाँ के गर्ने त गएर हुन्छ ल हरायो स्टेडियम। उतासम्म हराएर दुःख पाएर हामीले भेटायौँ बस्ने ठाउँ। यही नै हो हामी भेटिने भेट। ल हामीहरू चाहिँ हाम्रो रुम पाएर रुममा पनि आइसक्यौँ। हाउ आर यु फिलिङ राइट नाउ? डेडिकेसन हेर्नुहोस्, डेडिकेसन कतिको डेडिकेटेड हुन्छन् बोटनिस्टहरू। हेलो 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 हामीले चाहिँ इन्द्र सरोवरमा आएर नुहाएर फ्रेस भन्छौँ। होटेलबाट चाहिँ हेर्नुहोस् है, यहाँदेखि चाहिँ इन्द्र सरोवर ताल। अहिले चाहिँ रातिभर खासै क्लियर देखेको छैन, मैले डे 4 को भ्लगमा राम्रो क्लियरली देखाउने छु यसलाई। हामीहरू हिँड्दैछौँ यी वरिपरि डुल्ने गफ लाउने। अँध्यारो भएर खासै भिडियो त राम्रो नआउला, तर मेमोरी चाहिँ राम्रो आउँछ है। नुहाइँदै गरेर हामी चाहिँ इन्द्र सरोवर तालको नजिक आएर रमाइलो गर्दैछौँ। उताबाट आउँदैछन् यस्तै हो। फोटो भिडियो क्लियर नआए पनि केही छैन, हेरिदिनु होला, माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला के। सब्सक्राइब म गरिसकेछु है। सो दामी यतिको खाना खाने बेला भयो। खाना खाइसकेपछि हाम्रो बारबेक्यू हुनेछ। रचना अनुमा यो चाहिँ लास्ट